नमस्कार, यहाँहरूलाई स्वागत छ हाम्रो च्यानलमा। आज मैले साह्रै राम्रो आकर्षक 3.5 तले नयाँ घर लिएर आएको छु। काठमाडौँ कागेश्वरी मनहरा वार्ड नम्बर 9 काँडाघारी कोटाटार डिलमा हात्ती डाँडा भेस प्लानिङमा रहेको छ। 4 आना 2 दममा बनेको 14x14 पिलर प्रयोग गरेर बलियो हिसाबले बनेको नयाँ घर रहेको छ भने यो घर चाहिँ मेरो पछाडि भएको घर नै रहेको छ। यो घरमा जम्मा यहाँहरूले 15वटा रुम पाउन सक्नुहुनेछ भने मुनिको 2 फ्ल्याट भाडामा दिएर माथिल्लो 1 फ्ल्याट आदिमा आफू मजाले बस्न सक्नुहुनेछ। यदि तपाईँहरू यस्तै राम्रो नयाँ आकर्षक घरको खोजीमा हुनुहुन्छ भने एकचोटि आफै आएर भिजिट गरेर राम्रोसँग बुझेर यहाँहरूले लिन सक्नुहुनेछ भने फल सिलिङ, बत्ती कलर, लाइटिङ साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको ठुलो खालको भित्ताभरिको यहाँहरूले टिभी क्याबिनेट पाउन सक्नुहुनेछ भने राम्रो खालको ग्रेनाइट टाइलहरू युज गरेर ठुलो खालको मोडुलर किचन बनेको यहाँहरूले पाउन सक्नुहुनेछ। अन्तिमसम्म भिडियो हेरेर यहाँहरूले साथ दिनुहोला। यो घरको मूल्य अन्तिममा हामी राखिदिनेछौँ। यो घरको अगाडिको बाटो चाहिँ यहाँहरूले 13 फिटी बाटोको एक्सेस पाउन सक्नुहुनेछ भने पूर्वी उत्तर मोडा गरेको घर रहेको छ। यदि तपाईँहरू यस्तै राम्रो आकर्षक नयाँ घरको खोजीमा हुनुहुन्छ भने काँडाघारी हात्तीडाँडा भेस प्लानिङमा यो घर रहेको छ। आउनुहोस् अब म तपाईँहरूलाई यो घरको भित्र रुमहरूको दृश्य पनि देखाउन गइरहेका छौँ। तपाईँहरूले दृश्यमा देख्न सक्नुहुन्छ साह्रै राम्रो आकर्षक टाइलहरू बिछाएर बनेको पाउन सक्नुहुनेछ भने यहाँहरूले एउटा गाडी राखेर 3-4वटा बाइक मजाले पार्क गर्न सक्नुहुनेछ भने यो साइडमा पनि यहाँहरूले पानीको बोरिङ प्लस हातखुट्टा धुनको लागि यहाँहरूले एउटा धारा राखेको पाउन सक्नुहुनेछ। यो भर्याङ मुनि यहाँहरूले 13-14 हजार लिटरको रिजर्भ ट्याङ्की पाउन सक्नुहुनेछ भने यो मुनिको फ्लोरमा यहाँहरूले एउटा लिभिङ रुम, 2टा बेडरुम, एउटा मोडुलर किचन पाउन सक्नुहुनेछ भने एउटा कमन टोयलेट बाथरुम पाउन सक्नुहुनेछ। सेम माथिको जस्तै रुमको साइजहरू रहेको छ भने मुनिको फ्लोरमा देखाएन, सिधै माथि देखाउन छु। फर्स्ट फ्लोरदेखि माथि आउनुहोस्। भर्याङमा पनि राम्रो खालको ग्रिनाइट टाइलहरू युज गरेर बनेको पाउन सक्नुहुनेछ भने हालसालै फिनिसिङ हुँदै गरेको नयाँ घर रहेको छ। यो भर्याङमा सेफ्टीको लागि यहाँहरूले काठकै रेलिङ पाउन सक्नुहुनेछ भने राम्रो डिजाइनमा बनेको घर रहेको छ। यहाँहरूले मुनिको फ्लोर र यो फर्स्ट फ्लोर यहाँहरूले भाडामा लगाउन सक्नुहुनेछ। यो फर्स्ट फ्लोर रहेको छ भने यतापट्टि यहाँहरूले औसी पाउन सक्नुहुनेछ सानो बारतली। अब म तपाईँलाई यो घरको भित्रको रुमहरूको दृश्य देखाउन गइरहेका छौँ। यो ढोका पनि राम्रो बुट्टो खोपेर ह्यान्डमेड ढोका रहेको छ भने आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ। यो ढोकाबाट छिर्ने बित्तिकै यहाँहरूले निकै नै फराकिलो लिभिङ रुम पाउन सक्नुहुनेछ भने माथि फल सिलिङ, बत्ती कलर लाइटिङ साह्रै राम्रो आकर्षक डिजाइनमा युज गरेको पाउन सक्नुहुनेछ। यतापट्टि साइडमा चाहिँ यहाँहरूले टिभी राख्ने क्याबिनेट बनेको पाउन सक्नुहुनेछ भने यो लिभिङ रुम यहाँहरूले निकै नै फराकिलो पाउन सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँहरूलाई किचन रुमको दृश्य देखाउन गइरहेका छौँ। यो किचन रुमको फ्लोरमा पनि राम्रो खालको टाइलहरू युज गरेर बनेको पाउन सक्नुहुनेछ भने कलरमा यहाँहरूले एक साइडमा लाइट ग्रिन कलर प्लस क्रिम कलर लगाएको पाउन सक्नुहुनेछ भने माथि फल सिलिङहरू हालेर बत्ती कलर लाइटहरू साह्रै राम्रो आकर्षक डिजाइनमा युज गरेर बनेको पाउन सक्नुहुनेछ भने यो किचन सेटअपमा राम्रो खालको ग्रेनाइट टाइलहरू युज गरेर बनेको पाउन सक्नुहुनेछ भने पूर्वीपट्टि फर्काएर यहाँले चिम्नी फिट गरेको पाउन सक्नुहुनेछ भने तामाहरू राख्नको लागि यहाँहरूले वाटरप्रुफ काठ युज गरेर र्याकहरू बनेको पाउन सक्नुहुनेछ भने मुनि पनि यहाँहरूले पुरै र्याक बनेको पाउन सक्नुहुनेछ। यतापट्टि चाहिँ भाँडाहरू धुनको लागि यहाँले बेसन पाउन सक्नुहुनेछ। यो किचन रुम यहाँहरूले निकै नै फराकिलो पाउन सक्नुहुनेछ। अब म तपाईँहरूलाई यो कमन टोयलेट बाथरुमको दृश्य देखाउन गइरहेका छौँ। यो कमन टोयलेट बाथरुममा यहाँले कमोडहरू फिट गर्न बाँकी रहेको छ भने धाराको सामानहरू यहाँले राम्रो खालको प्रयोग गरेर बनेको पाउन सक्नुहुनेछ भने राम्रो खालको यतापट्टि हात धुने बेसन राखेको पाउन सक्नुहुनेछ प्लस माथि मिररहरू राखेको पाउन सक्नुहुनेछ भने यो कमन टोयलेट बाथरुम यहाँहरूले फराकिलो नै पाउन सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँहरूलाई दक्षिण साइडपट्टिको बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो बेडरुम यहाँहरूले निकै नै फराकिलो पाउन सक्नुहुनेछ भने साइड भित्तामा यहाँहरूले लाइट ग्रिन कलर प्लस यहाँहरूले क्रिम कलर लगाएर राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने माथि साइडमा यहाँहरूले करेस्ट डिजाइनहरू लगाएर बनेको पाउन सक्नुहुनेछ भने यो बेडरुममा यहाँहरूले एउटा एट्याच टोयलेट बाथरुम पाउन सक्नुहुनेछ। धाराको सामानहरू चाहिँ कमोडहरू फिट गर्न बाँकी रहेको छ। धाराको सामानहरू चाहिँ फिट गरिसकेको छ भने झ्यालमा यहाँहरूले सेफ्टीको लागि ग्रिल लगाएको पाउन सक्नुहुनेछ भने प्लस जाली खाबाहरू पनि लगाएको पाउन सक्नुहुनेछ भने झ्याल ढोका यहाँहरूले सम्पूर्ण यहाँले काठकै प्रयोग गरेको पाउन सक्नुहुनेछ। यो मास्टर बेडरुम पनि यहाँहरूले फराकिलो नै पाउन सक्नुहुन्छ भने यो फ्लोर र मुनिको फ्लोर ग्राउन्ड फ्लोर यहाँहरूले भाडामा लगाउन सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँहरूलाई यो पश्चिम उत्तर साइडपट्टिको बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो बेडरुम पनि यहाँहरूले फराकिलो नै पाउन सक्नुहुनेछ भने एक साइडमा यहाँहरूले लाइट क्रिम कलर लगाएको पाउन सक्नुहुन्छ भने एक साइडमा ग्रिन कलर लगाएको पाउन सक्नुहुन्छ। यो भर्याङपट्टि साइड झ्यालमा पनि ग्रिलहरू लगाएको पाउन सक्नुहुनेछ भने
माथि कर्नस डिजाइन बत्ती कलर लगाएर लाइटहरू साह्रै राम्रो आकर्षक डिजाइनमा फिट गरेको पाउन सक्नुहुनेछ। त्यस्तै राम्रो नयाँ आकर्षक घरको खोजीमा हुनुहुन्छ भने एकचोटि आफै आएर भिजिट गरेर राम्रोसँग बुझेर यहाँहरूले लिन सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँलाई माथि सेकेन्ड फ्लोरको दृश्य देखाउन गइरहेका छौँ। तलदेखि माथिसम्म नै यहाँहरूले भर्याङमा राम्रो खालको ग्रेनेडहरू प्रयोग गरेको पाउन सक्नुहुनेछ भने यो साइडमा यहाँहरूले राम्रो खालको फोटोहरू सजाएको पाउन सक्नुहुनेछ भने यो घरबेटी बस्ने फ्लोरमा चाहिँ यहाँले सेफ्टीको लागि स्टिल गेट लगाएको पाउन सक्नुहुनेछ भने आउनुहोस् माथि हेरौँ। यो सेकेन्ड फ्लोर रहेको छ भने यो सेकेन्ड फ्लोरमा पनि यहाँले बाहिरपट्टि यहाँहरूले एउटा कौसी वार्ताले पाउन सक्नुहुनेछ भने राम्रो खालको टाइलहरू युज गरेर बनेको पाउन सक्नुहुनेछ। झ्याल ढोका यहाँले काठकै प्रयोग गरेको पाउन सक्नुहुनेछ। यो ढोका राम्रो खालको सिसोको काठको बनेको पाउन सक्नुहुनेछ भने ह्यान्डमेड बुट्टाहरू खोपेर राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुन्छ भने कलरहरू गर्न चाहिँ बाँकी रहेको छ भने भुइँमा घरबेटीले रेडिमेड पार्केटिङ गरेर दिने बताउनु भएको छ भने यो ढोकाबाट छिर्ने बित्तिकै यहाँहरूले निकै नै फराकिलो लिभिङ रुम पाउन सक्नुहुनेछ भने माथि फल सिलिङ बत्ती कलर लाइटिङ साह्रै राम्रो आकर्षक झुमरहरू फिट गरेर बनेको पाउन सक्नुहुनेछ भने यो लिभिङ रुम यहाँहरूले दृश्यमा देख्न सक्नुहुन्छ। दुईवटा रुमलाई एउटा नै बनाएको दृश्यमा देख्न सक्नुहुन्छ। निकै नै फराकिलो पाउन सक्नुहुनेछ भने यो साइडमा पनि यहाँहरूले झुमर फिट गरेर राम्रो खालको फल सिलिङहरू प्रयोग गरेर बनेको पाउन सक्नुहुनेछ भने तपाईँले दृश्यमा देख्न सक्नुहुन्छ। यो साइडमा भित्ताभरिकै यहाँले ठुलो खालको टिभी क्याबिनेट पाउन सक्नुहुनेछ भने साइडमा सामानहरू सजाउनको लागि यहाँहरूले ऱ्याकहरू बनेको पाउन सक्नुहुनेछ भने सिसाहरू फिट गरेर राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुनेछ। यदि तपाईँहरू यस्तै राम्रो नयाँ आकर्षक घरको खोजी हुनुहुन्छ भने यो घर तपाईँहरूको लागि उपयुक्त हुन सक्नेछ। एकचोटि आफै आएर भिजिट गरेर राम्रोसँग बुझेर यहाँहरूले लिन सक्नुहुनेछ। तपाईँले दृश्यमा देख्न सक्नुहुन्छ राम्रो खालको कनेस बुट्टाहरू डिजाइनहरू लगाएर बनेको पाउन सक्नुहुन्छ। साइडमा यहाँहरूले सामानहरू सजाउनको लागि ऱ्याकहरू बनेको पाउन सक्नुहुनेछ भने आउनुहोस् अब म तपाईँलाई यो किचन रुमको दृश्य देखाउन गइरहेका छौँ। यो भुइँमा पनि राम्रो खालको टाइलहरू युज गरेर आकर्षक डिजाइनमा बनेको पाउन सक्नुहुनेछ भने माथि फल सिलिङ साह्रै राम्रो आकर्षक बत्ती लाइटहरू फिट गरेर बनेको पाउन सक्नुहुनेछ भने यो साइडमा यहाँहरूले भित्ताभरिकै सामानहरू राख्नको लागि ऱ्याकहरू बनेको पाउन सक्नुहुन्छ भने मुनिदेखि माथिसम्म ठुलो भित्ताभरिकै ऱ्याक बनेको पाउन सक्नुहुन्छ भने यो साइडमा यहाँहरूले दृश्यमा देख्न सक्नुहुन्छ फ्रिज राख्ने स्पेस बनेको पाउन सक्नुहुन्छ भने यो किचन सेटअपमा पनि राम्रो खालको ग्रेनेड टाइलहरू युज गरेर बनेको पाउन सक्नुहुन्छ भने पूर्वीपट्टि फर्काएर यहाँले चिम्ली फिट गरेको पाउन सक्नुहुन्छ भने यतापट्टि यहाँले डबल भेसल भाँडाहरू धुनको लागि राखेको पाउन सक्नुहुन्छ भने वाटरप्रुफ काठहरू युज गरेर राम्रो डिजाइनमा यहाँले ऱ्याकहरू बनेको पाउन सक्नुहुन्छ भने मुनि पनि यहाँले एल सेपमा पुरै यो भित्ताभरिकै ऱ्याक बनेको पाउन सक्नुहुनेछ। यो किचन रुम यहाँहरूले फराकिलो नै पाउन सक्नुहुनेछ। यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सब्सक्राइब गरेर साथै छेउमै आउने बेलायकन थिचेर हलमा क्लिक गर्न नभुल्नु होला। आउनुहोस् अब म तपाईँलाई यो कमन टोयलेट बाथरुमको दृश्य देखाउन गइरहेका छौँ। यो कमन टोयलेट बाथरुम यहाँले निकै नै फराकिलो पाउन सक्नुहुनेछ भने राम्रो खालको टाइलहरू युज गरेको पाउन सक्नुहुनेछ। यतापट्टि हात धुनको लागि बेसन फिट गरेको पाउन सक्नुहुनेछ भने माथि मिररहरू फिट गरेको पाउन सक्नुहुनेछ। कम्बोर्ड चाहिँ यहाँहरूले भर्खरै फिट गर्न लागेको पाउन सक्नुहुनेछ भने यो कमन टोयलेट बाथरुम यहाँहरूले फराकिलो नै पाउन सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँलाई यो दक्षिण साइडपट्टिको बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो बेडरुम यहाँहरूले फराकिलो नै पाउन सक्नुहुनेछ भने साइडमा यहाँहरूले कटस डिजाइनहरू लगाएको पाउन सक्नुहुनेछ। एक साइडमा यहाँहरूले क्रिम कलर लगाएको पाउन सक्नुहुनेछ भने एक साइडमा यहाँहरूले लाइट हरियो कलर लगाएको पाउन सक्नुहुनेछ। यो मास्टर बेडरुममा यहाँले एउटा एट्याच टोयलेट बाथरुम पाउन सक्नुहुनेछ भने यो बेडरुम यहाँहरूले निकै नै फराकिलो पाउन सक्नुहुनेछ। यदि तपाईँहरू काठमाडौँ काँडाघारी गोठाटार हाइटतिर यस्तै राम्रो नयाँ घरको खोजी हुनुहुन्छ भने एकचोटि आफै आएर भिजिट गरेर राम्रोसँग बुझेर यहाँहरूले लिन सक्नुहुनेछ। अन्तिमसम्म भिडियो हेरेर यहाँले साथ दिनुहोला। भुइँमा यहाँहरूले रेडिमेड पार्केटिङ गरेर दिने गर्दनले बताउनु भएको छ। आउनुहोस् अब म तपाईँलाई माथि टप फ्लोरको दृश्य पनि देखाउन गइरहेका छौँ। तलदेखि भर्याङमा माथिसम्म यहाँले राम्रो भर्याङ काठको रेलिङहरू लगाएको पाउन सक्नुहुनेछ भने राम्रो डिजाइनमा बनेको घर रहेको छ। यो भर्याङ छोप्ने ठाउँमा यहाँहरूले पूजा कोठा अथवा स्टोर रुम पाउन सक्नुहुनेछ भने राम्रो बत्तीहरू फिट गरेको यहाँहरूले पाउन सक्नुहुनेछ। यो बाहिरपट्टि कौसी रहेको छ भने यो कौसी निकै नै खुला रहेको छ। राम्रो खालको टाइलहरू युज गरेर बनेको पाउन सक्नुहुनेछ भने आउनुहोस् अब म तपाईँलाई यो पूर्वी साइडपट्टिको बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो बेडरुममा यहाँहरूले माथि फल सिलिङहरू हालेर बत्ती कलर लाइटहरू राम्रो खालको युज गरेर बनेको पाउन सक्नुहुनेछ भने यो बेडरुम यहाँहरूले निकै नै फराकिलो पाउन सक्नुहुनेछ। एक साइडमा यहाँहरूले
लाइट ग्रिन कलर प्लस यो साइडमा यहाँहरूले क्रिम कलर लगाएको पाउन सक्नुहुनेछ भने यो बेडरुम यहाँहरूले निकै नै फराकिलो पाउन सक्नुहुनेछ। प्रत्येक झ्यालमा यहाँहरूले सेफ्टीको लागि ग्रिलहरू लगाएको पाउन सक्नुहुनेछ भने प्लस यहाँहरूले जाली खाबाहरू लगाएको पाउन सक्नुहुनेछ। अब म तपाईँहरूलाई यो कमन टोयलेट बाथरुमको दृश्य देखाउन गइरहेका छौँ। यो कमन टोयलेट बाथरुममा यहाँहरूले राम्रो खालको टाइलहरू युज गरेको पाउन सक्नुहुनेछ। धाराको सामानहरू पनि ब्रान्डेड कम्पनीको प्रयोग गरेको पाउन सक्नुहुनेछ भने यतापट्टि हात धुने बेसन रहेको छ भने कम्फर्टहरू चाहिँ यहाँले फिट गर्दै गरेको पाउन सक्नुहुनेछ भने आउनुहोस् अब म तपाईँहरूलाई यो दक्षिण साइडपट्टिको बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। यो बेडरुम यहाँहरूले मुनिको जस्तै निकै नै फराकिलो पाउन सक्नुहुनेछ भने माथि कर्नस डिजाइनहरू लगाएर झ्यालमा यहाँले ग्रिलहरू लगाएको पाउन सक्नुहुनेछ, जाली खाबाहरू लगाएको पाउन सक्नुहुनेछ भने यो साइडमा यहाँले क्रिम कलर लगाएको पाउन सक्नुहुनेछ। कलरमा एक कोट कलर फिनिसिङ भइसकेको छ भने एक कोट कलर अझै लगाउन बाँकी रहेको छ भने यो बेडरुममा यहाँहरूले एट्याच टोयलेट बाथरुम पाउन सक्नुहुनेछ। तलदेखि माथिसम्म नै सेम साइज एट्याच टोयलेट बाथरुमहरू यहाँहरूले पाउन सक्नुहुनेछ। यदि तपाईँहरू काँडाघारीतिर यस्तै राम्रो नयाँ घरको खोजी हुनुहुन्छ भने यो घर राम्रो डिजाइनमा बनेको हालसालै फिनिसिङ हुँदै गरेको घर रहेको छ। आउनुहोस् अब म तपाईँहरूलाई यो उत्तर पश्चिम साइडपट्टिको बेडरुमको दृश्य देखाउन गइरहेका छौँ। तपाईँले दृश्यमा देख्न सक्नुहुनेछ यो बेडरुम पनि यहाँहरूले मुनिको जस्तै सेम साइज पाउन सक्नुहुनेछ भने निकै नै फराकिलो रहेको छ। एक साइडमा यहाँहरूले क्रिम कलर लगाएको पाउन सक्नुहुन्छ भने प्रत्येक झ्यालमा यहाँहरूले ग्रिलहरू लगाएको पाउन सक्नुहुनेछ। साइड साइडमा यहाँले कर्नेस डिजाइनहरू लगाएर बत्ती कलर लाइटहरू फिट गरेर राम्रो डिजाइनमा बनेको पाउन सक्नुहुनेछ। आउनुहोस् अब म तपाईँलाई माथि छतको दृश्य पनि देखाउन गइरहेका छौँ। माथि छतमा जानको लागि चाहिँ यहाँहरूले तेर्सो खालको फलामे भराङ पाउन सक्नुहुनेछ। आउनुहोस् माथि हेरौँ। यो छत यहाँहरूले निकै नै खुल्ला पाउन सक्नुहुनेछ भने राम्रो खालको टाइलहरू प्रयोग गरेर बनेको पाउन सक्नुहुनेछ भने माथि यहाँहरूले 1000 लिटरको दुईवटा ट्याङ्की पाउन सक्नुहुनेछ। प्लस यहाँहरूले तातो चिसोको लागि सोलर प्यानल पनि जडान गरेर दिने घरधनीले बताउनु भएको छ। फिल्टर भेसल पनि यहाँहरूले जडान गरेर दिने घरधनीले बताउनु भएको छ। हाइटमा साह्रै राम्रो आकर्षक राम्रो घर रहेको छ भने अब म तपाईँहरूलाई पूर्ण जानकारी दिन गइरहेका छौँ। काठमाडौँ कागेश्वरी मनहरा वार्ड नम्बर 9 काँडाघारी हाइट हात्ती डाँडा भेज प्लानिङमा रहेको छ। 4 आना 2 दममा बनेको 3.5 तले 14x14 पिलर प्रयोग गरेर बलियो हिसाबले बनेको नयाँ घर रहेको छ भने मुनिको 2 फ्ल्याट भाडामा दिएर माथिल्लो 1 फ्ल्याट आधीमा आफू मजाले बस्न सक्नुहुनेछ। फल सिलिङ बत्ती कलर लाइटिङ साह्रै राम्रो आकर्षक डिजाइनमा बनेको यहाँले ठुलो खालको भित्ताभरिकै यहाँले टिभी क्याबिनेट पाउन सक्नुहुनेछ भने राम्रो खालको ग्रेनाइट टाइल वाटरप्रुफ काठ युज गरेर यहाँले भित्ताभरिकै मोडुलर किचन बनेको पाउन सक्नुहुनेछ। खानेपानी बिजुली बत्ती ढल्ने कासा सम्पूर्ण सुविधा यहाँले पाउन सक्नुहुनेछ भने स्कुल कलेज हस्पिटल यातायात सुविधा यहाँहरूले एकदमै नजिक पाउन सक्नुहुनेछ। यदि तपाईँहरूलाई पैसा पुगेन भने यो घरमा यहाँहरूले ब्याङ्किङको पनि सुविधा पाउन सक्नुहुनेछ भने घरधनीले बताएअनुसार यो घरको मूल्य 3 करोड 90 लाख बताउनु भएको छ। यहाँहरूले तु पास गर्नुभयो भने मूल्यमा पनि तफरकै भावमा मिलाएर दिने घरधनीले बताउनु भएको छ। स्क्रिनमा दिएको नम्बरमा यहाँहरूले कन्ट्याक्ट गरेर आउन सक्नुहुनेछ भने यो घर हाइटमा सम्म ठाउँमा साह्रै राम्रो आकर्षक घर रहेको छ भने यो घरको छतबाट यहाँहरूले एयरपोर्टको प्लेनहरूको दृश्य पनि मजाले हेर्न सक्नुहुनेछ भने काँडाघारी सन सिटी बिल्डिङ पनि यहाँहरूले मजाले क्लियरली देख्न सक्नुहुनेछ। राम्रो आकर्षक भ्यू देख्ने ठाउँमा यो घर रहेको छ। अन्तिमसम्म भिडियो हेरेर यहाँहरूले साथ दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो च्यानललाई यसरी नै माया गरिदिनु होला, लाइक र सब्सक्राइब पनि गर्न नभुल्नु होला भन्दै आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। पुनः हामी अर्को भिडियो ल्याएर उपस्थित हुनेछु। यहाँहरूलाई धेरै धेरै धन्यवाद।